रवि लामिछानेले सरकारी ठगेको 100% होइन। रवि लामिछानेले सरकारी ठगेको भएदेखि रवि लामिछानेले सरकारी ठगेको भए रवि लामिछानेले कति ठगेको छ त्यसको म तिर्छु रवि लामिछाने। त्यसरी जुन चितवनमा पनि जुन जसरी रवि लामिछानेले खाएको छ भने हामी तिर्छौँ भनेर लाल पूजा लिएर आएको थियो तपाईँ पनि हामी तिर्छौँ भनेर तपाईँ 100% म तिर्छु। रवि लामिछानेले सरकारी ठगेको हो भने प्रमाण ल्याउन होइन। हाम्रै गगन दाइले जस्तो चाहिँ प्रुफ छ भनेर कोचीबाट हात निकालेर जस्तो त्यो चाहिँ कुरो हुँदैन। 100% प्रुफ लिएर आउन्, म रवि लामिछानेको सरकारी ठगको पैसा म तिर्छु। तर रवि लामिछानेलाई चाहिँ जेलमै हाल्ने, छविलाल जोशीलाई चाहिँ छुटाउने भन्ने कुरा हल्ला चलिरहेको छ कि हो यो कुरा? यो चाहिँ अब मोटामोटी अब यो चाहिँ म भन्न सक्दिनँ होइन। तपाईँले रवि लामिछानेलाई काँधै हालेर हिँड्नुभयो हिँड्छ हामी रवि लामिछानेको लागि ज्यानै दिन्छौँ, रवि लामिछानेको पैसा तिर्छु भन्नु। रवि लामिछानेजीको त मैले त तपाईँको पत्रकारिता उहाँले गर्नुदेखि लिएर म उहाँसँग काम गरे मान्छे हो। उहाँको मलाई पूर्ण विश्वास छ। उहाँले गर्नुहुन्छ, उहाँले भ्रष्टाचारी गर्नुहुन्न, नचाहे त गर्नुहुन्न, जनतालाई उहाँले खुसी बनाउनुहुन्छ, त्यो मलाई पूर्ण विश्वास। होइन रवि लामिछानेको घरमा काम गर्ने भएर देखेर अलिक माया दया माया लाग्यो अहिले? होइन म त्यो 100%